नमस्कार सबैजनालाई। म अनन्त फार्मेसी सञ्चालक ऋषिराम खड्का। अब हजुरहरूलाई एउटा सानो स्वास्थ्यमूलक भिडियो बनाउन गइरहेको छु, हेरेर सहयोग गरिदिनु होला। अब मैले चाहिँ एउटा ग्यास्ट्रिकको बारेमा चाहिँ केही कुराहरू भन्न गइरहेको छु। के हो त ग्यास्ट्राइटिस भनेको के हो? अब हाम्रो सामान्यतया नेपाली भाषामा चाहिँ हामीले ग्यास्ट्रिक भन्ने गरिन्छ। अब यसलाई हामीले मेडिकल टर्ममा चाहिँ ग्यास्ट्राइटिस भन्छौँ। इन्फ्लामेसन अफ ग्यास्ट्रिक म्युकोसा इज कल्ड ग्यास्ट्राइटिस हो। यस्तो भयो भने चाहिँ हामीले के गर्ने, के खाने, के नखाने, औषधिहरू के हुन्छ यसको भनेर म भन्न गइरहेको छु। तपाईको चाहिँ ग्यास्ट्राइटिसको बारेमा त बुझिहाल्नु भयो। इन्फ्लामेसन अफ ग्यास्ट्रिक म्युकोसा त्यो भनेको ग्यास्ट्राइटिस भइहाल्यो। अब लामो समयसम्म खाली पेट बस्नुभयो, अनिन्द्रा, स्ट्रेस, तपाईको चाहिँ थकान, खानपिनमा चाहिँ जस्तै चिल्लो चाप्लो अमिलो पिरो खानेकुराहरूले चाहिँ बढाउँछ हाम्रो। त्यसै गरेर चाहिँ हामीलाई चाहिँ दुखै कम गर्ने औषधिहरू ब्रोफिन भन्छ नेपाली भाषामा। ब्रोफिन ट्याब्लेटहरूले दुखै कम गर्ने एनएसएआइडी भन्छ। एनएसएआइडी औषधिहरू सेवन गर्नुभयो भने हाम्रो पेटमा चाहिँ ग्यास बन्छ, ग्यास्ट्राइटिस हुन्छ। त्यसलाई हामीले चाहिँ औषधि के खान मिल्छ भन्दाखेरि ओमिप्राजोल, प्यान्टोप्राजोल, लेन्सोप्राजोल